रक्सी खाएर भन्दा वेट बढी भएको कारणले गर्दा क्यान्सर लाग्न सक्ने चान्सेस हाई हुन्छ। सुन्दा फेरि कम्प्लिटली होइन जस्तो लाग्छ, तर यो फ्याक्ट हो। फर्स्टमा क्यान्सर धेरै लगाउने कुरामा पर्छ चुरोट, दोस्रोमा पर्छ मोटोपन र तेस्रोमा पर्छ रक्सी। रक्सीभन्दा बढी चाहिँ मोटोपनले धेरै किसिमको क्यान्सरहरू लगाउँछ र धेरैजनाको मृत्युको कारण भइरहेको छ मोटोपन। अब हाम्रो गाउँ समाजमा हामीले वरिपरि हेर्दाखेरि मान्छेहरूले मान्छेलाई कसरी जज गर्छ भन्दाखेरि यसले रक्सी खाइरहेछ, ए नराम्रो, चुरोट खाइरहेछ नराम्रो। तर त्यत्तिकै नराम्रो इफेक्ट चाहिँ हाम्रो स्वास्थ्यलाई हानि चाहिँ केले गर्दो रहेछ? मोटोपनले गर्दो रहेछ। त्यसै गरी हजुरहरूले आफ्नो बच्चा-बच्चीहरूलाई चुरोट नखा, रक्सी नखा भनेर कराउनुहुन्छ नि, त्यो राम्रो कुरा होइन। तर ओभरवेट हुनु पनि राम्रो होइन। त्यहाँ पनि हजुरहरूले चाहिँ आफ्नो छोराछोरीहरूलाई गाइड गर्न जरुरी छ। किन नखा भने त चुरोट रक्सी? त्यो क्यान्सर गराउँछ, स्वास्थ्यमा हानि गर्छ भनेर त हो नि, पैसा बढी खर्च गराउँछ भनेर त हो नि। मोटोपनले ठ्याक्कै त्यही गराइदिन्छ, सबै कुरा गराइदिन्छ, हेल्थमा नि नराम्रो असर गराइदिन्छ, क्यान्सर जस्तो कुरा लगाइदिन्छ। रक्सीभन्दा बढी चाहिँ मान्छे मोटोपनको कारणले गर्दा क्यान्सर लागेर मरिरहेछ संसारमा भनेपछि खर्च पनि बढी गराउँछ।